गाइज वेलकम टु माई न्यू भिडियो मित्र ल गाइज अनि हाम्रो फेरि यहाँ पुसअप चल्दैछ गाइज आज चाहिँ हाम्रो किरणले रुखमा चढ्नलाई तम तयार अवस्थामा बस्नु भएको छ ठ्याक्कै अनुहार किताब हुडुर पढेर अब चाहिँ रुख पनि चढ्ने ल हाम्रो फेरि असाई सर हिँड्नु भइसकेको छ सिङ्गापुरे यता चाहिँ अलि सिङ्गापुरी लाउरे यता तेजेन्द्र कलौटे उर्फ कलौटे ल गाइजहरू हामी चाहिँ हिँड्यौँ अब ल एभ्रिवान सबैजना ल जाम नाङ्गे भेस्ट लाउँछु दाइ यार चिलाउँछ सोल्टी छोप्दै जाम त बोल्दै ल गाइज हामी फेरि लगाइछ हाम्रो सोल्टी चाहिँ अहिले उता रुमतिर टी सर्ट लिन जानुपर्छ यो चाहिँ हाम्रो दाइ अब चाहिँ हामी चाहिँ यता मसान घाटतिर भन्दा नि यता जामुन खान आएको सोल्टी ल भ्लग स्टार्ट हुँदैछ के सर्प चरा होला चरा ल केरा ल भ्लग मारिकन सोल्टी ल ल फाइनली हाम्रो मित्र सोल्टी बुटामा चढ्दैछन् तेजेन्द्र परिवार पनि कोसिस गर्दैछन् तर सक्छन् कि नै चरा खै हेर भाले मजुर खै यो रन्डीका हिजो हामी त्यही खाएको नि सोल्टीहरू बुटामा चढिसकेका छन् तल फेबाताल छ गाइस फेबातालमा सरर घरमा भिडियो बनाउनु भिजिट हुन्छ पोखरामा पनि लाडो जस्तो दुईतिर खेसिएछ यो गेडो हो फाइनल्ली हामी बुटोमा चढिसक्यौँ केटाहरूले टिप्दैछन् केटाहरूले जामुन टिपिसकेका छन् एकजना खोलामा जानुपर्छ दाइ जानु त्यहाँ यहाँ बिचमा जानु त म नुहाइदिन्छु जाने खोलो गहिरो छैन के तेरो टाउको पछाडि छैन बाबु यार तेल देख्दैनस् यार कहाँ हुन्छ कि त पाके होइन कि सोल्टी पाके होइन है त छोड्नु अर्को फेर खाना हुन्छ किरणलाई उ गरौ न भाचिन्न के हल्का खान किरण लाडो किरण हो तल गएर छोप्नु ए भाइ तँ आगाम भाचिन्नौ भने तिमी चिक्ने तपाईँले तल गएर छोप्नु नि मित्रले लुगाउँछ भाँच्नु कस्तो हो र गरेर म यता अगाडि बढ्दै गर्छु त्यो बीच पानीमा यार हल्का के तल माथि पानी छ धुनी नहुनी ल गाइजहरू यहाँ हाम्रा कलौटे दाइ जान डराएका छन् उर्फ कलौटे तेजेन्द्र परिवार यस्ता $6,000 त हामीले एकै दिनमा उडाइन्छ के हो र हाम्रो उर्फ बिरालो आएको छ यहाँ हाम्रो केटाहरू लोटेका छन् फाइनल्ली उल्टो भाँचेको छ फाइनल्ली भाइरल भएको छ केटाहरू फाइनल्ली बुटो भाँचेर लोटेका छन् फाइनल्ली एउटा धन्न बाँचेका छन् पानी छ धुनी नहुनी ल गाइजहरू यहाँ हाम्रा कलौटे दाइ जान डराएका छन् उर्फ कलौटे तेजेन्द्र परिवार यस्ता $6,000 त हामीले एकै दिनमा उडाइन्छ के हो र हाम्रो उर्फ बिरालो आएको छ यहाँ हाम्रो केटाहरू लोटेका छन् फाइनल्ली उल्टो भाँचेको छ फाइनल्ली भाइरल भएको छ केटाहरू फाइनल्ली बुटो भाँचेर लोटेका छन् फाइनल्ली एउटा धन्न बाँचेका छन् गाइज ल मित्र ल म त यही भाँचियो भन्थेँ कि यहीँदेखि मुजीमा त गाइजहरू आइसके बुटो खोलामा झरेर खोलामा झरी बानी जामुन टिपेर ल्याइसकेका छन् हाम्रो गाइजहरूले बल्ल बाँचेर आएका छन् पानी सर्पले धन्न टोकेन 60-120 किलोको मान्छे झरेर खोलामा यो खोलोमा यी बुटो भाँचेका छन् केटाहरूले
फाइनल्ली जामुन खाइयो बुटो भाची भाची भन्यो वाओ यसको लागि त्यसको प्रतिफल क्या मेहनतको फल मिठो हुन्छ म्याच सिक्नेहरू क्या दियो यार वोट त मुजी छ के डिजाइनमा पनि क्र्याक त मुजी ल फाइनल्ली हामी हाम्रो फार्म हाउसमा आइसकेका छौँ गाइज हाम्रो चाहिँ मित्रको अब स्क्र्याच भयो है कता कता भयो मित्र देखाउँछ यता एभ्रिवान हेर्न सक्नुहुन्छ यी बुटा फुटा चढ्ने स्क्र्याच हो नि ल त यहीँ छ रमाइलो ल यता सोल्टी सूचना त दियो के अलि पछि दिएछ कि सूचना फेरि अलि भएन यस्तो चाहिँ आफू चाहिँ भाग्यो है ल हाम्रो सोल्टी बाँच्नेमा अलि सोल्टी चाहिँ यहाँ पर्नुहुन्छ हाम्रो सोल्टी फेरि यहाँ कुरेर बस्नु भएको घरको ठालो यो घर चाहिँ कुर्न पर्छ के हन दाइ हाम्रो कलौटे दाइ फेरि एकदम ऋतु बस्नेत कता हुनुहुन्छ नि आजकल यो त बिहा यार मार्केट खान्छ यार यसले त यार ल ल त गाइज आजको लागि यस्तै भयो अब यो चाहिँ हाम्रो युट्युबमा हेर्न सक्नुहुन्छ होइन सोल्टी ल लाइक कमेन्ट सेयर सबैले सब्स्क्राइब गरिदिनु है जमुना